साथीहरू नमस्ते, वेलकम युट्युब च्यानल साथीहरू। आज चाहिँ हामी यहाँ हाम्रो सोताङमा रहेको चाहिँ यो साबुन फ्याक्ट्रीमा आएको छौँ। साबुन फ्याक्ट्रीमा आउँदाखेरि चाहिँ म पनि आएको थिइनँ। आउँदाखेरि पहिलोचोटि आएको एकदम ठिक रहेछ साथीहरू। यहाँ मेडिन है गाउँको उत्पादन गाउँमै साथीहरू यो फ्याक्ट्रीको बारेमा चाहिँ उहाँ दाइले तपाईँलाई सबै भनिदिनुहुन्छ। भनेको चाहिँ यो टिएलओ भन्छ यो होइन। हजुर टिएलओ भन्छ। अनि यसलाई चाहिँ अब यो बोस हो। बोस अनि यसको चाहिँ केमिकलहरू यो टिनमा छ। हजुर। अनि यो टिनको केमिकल अनि यहाँ धेरै छ। अब यो इन्डियादेखि नै सबै सप्लाई गरेर ल्याएको हो। हजुर। अनि यहाँ चाहिँ अब तेलहरू छ, डाल्डा सबै मिसाउनु भन्दा नरिवलको तेलहरू छ। हजुर। अनि यो चाहिँ यसमा लाउने मिसिन यसमा यहाँ तल आगो फुक्ने। हजुर। यहाँ आगो फुकेर अनि यहाँ चाहिँ पकाउने। हजुर। अनि यहाँबाट चाहिँ 2 घन्टा पकाएपछि यस्तो निस्किन्छ। हजुर। झोल कुराहरू हजुर पकाएपछि यस्तो बन्छ। हजुर। यस्तो बन्छ। हजुर। यो कास्टिक सोडाहरू पकाउने। हजुर। यो कास्टिक सोडाले यस्तो बनाउने। हजुर। अनि यस्तो बनेपछि यहाँबाट यस्तो बने यस्तो चिज चाहिँ यहाँ बन्छ। यहाँ लगेर चाहिँ हजुर मिक्सर गर्ने। अहो। अनि यहाँ मिक्सर गरेपछि यहाँ यस्तो बन्छ यस्तो। अनि यहाँ यस्तो बनेपछि यसको अब झिकाहरू केही अब त्यसमा झिका बस्छ भनेर हजुर यसले चाहिँ मसिनो बनाउने। यसले चाहिँ मिलर गर्ने। हजुर। मिलर गरेपछि यो प्लास्टिक जस्तो हुन्छ। हजुर। अनि यहाँबाट चाहिँ माथि हालेर हजुर यो प्लटर मेसिन भन्छ यो मिलर मेसिन। हजुर। अनि यो प्लटर मेसिनमा चाहिँ ठ्याक्कै हालेपछि हजुर यहाँबाट चाहिँ त्यहाँ साबुन निस्किने हो। साबुन चाहिँ त्यहाँबाट ट्याक्क गरेपछि साबुनको आकार चाहिँ यहाँबाट निस्किन्छ। हजुर। अनि यहाँबाट निस्केपछि यहाँ कटिङ हुन्छ। कटिङ हजुर। कटिङ गर्ने ठाउँ चाहिँ यो यस्तो काम। हजुर। अब यो चाहिँ वेट पनि यसले गर्छ। जस्तै यहाँ अब वेटमा अलिक पुगेन भने अब यो अलिकति फरक पार्ने होइन। ठुलो भयो भने यसलाई अलिक साँघुरो पार्ने। जस्तै 300 केजीको 300 ग्रामको बनायो भने होइन हजुर पुगेन भने यहीँ साइज बनाउने। ठुलो सानो बनाउने। यो चाहिँ सबै साइजहरू मिलिसकेको यो चाहिँ। यो चाहिँ अनि यो चाहिँ के भन्छ बेच्दाखेरि चाहिँ कसरी हो र दाइ? यो सुनाखरी साबुन भन्छ। यो सुनाखरी राम्रो छ। हजुर। क्वालिटी दामी फिज आउँछ। मैलो भनेको एक थप्पो राख्ने। अहो। फाइनल लुक्स यो के मतलब यसरी एउटा एउटा पनि बिक्री हुन्छ कि हुँदैन? यो चाहिँ हाम्रो कम्पनीबाट चाहिँ एउटा एउटा चाहिँ बेच्दैन। बेच्दैन। अब उता पसलमा लगिसकिसकेपछि चाहिँ हुन्छ होइन। काट यहाँबाट पसलमा दिन्छ। पसलबाट लिनु पर्यो। एउटा बेचेर त पाइ एउटा यो बेचेर त फाइदै छैन। अनि उसको कार्टुनको चाहिँ कसरी त नि? कार्टुन त होला नि लान्छन् कि कस्तो र दा? यो कार्टनको 11 सेक 50 ले ए सुनाखरी लुगा धुने साबुन हेर्नुहोस् है साथीहरू। ल तपाईँहरूलाई चाहिएमा चाहिँ यहाँ सम्पर्क गर्न सक्नुहुन्छ। एउटा पिस चाहिँ बिक्री हुँदैन रे। मेड इन सोताङ हो मेड इन सोताङ। सम्पर्क नम्बर पनि यहाँ रहेछ हेर्नुहोस् ट्याक्क पारेर। अनि टक्क पारेर यस्तो रहेछ। अनि यो चाहिँ तपाईँहरूले एक एकवटा चाहिँ लान सक्नु हुँदैन। तपाईँहरूले चाहिँ यो कार्टुन लान सक्नुहुन्छ है साथीहरू। आउनुहोस् यो चाहिँ हाम्रो सोताङमै उत्पादित लुगा धुने साबुन मेड इन सोताङ। तपाईँहरूलाई तिमीलाई कस्तो लाग्यो त इन्दिरा यहाँ आएर फ्याक्ट्री हेर्न पाएर? हो है। तपाईँलाई कस्तो हुँदैछ? हो राम्रो छ होइन। ल ठिक छ। रिभ्यू सबैबाट राम्रो आएपछि पक्कै राम्रै होला। मेड इन सोताङ यस्तो गर्नु न। इन्दिरा यहाँ आऊ न। साथीहरू हाम्रो चाहिँ यस्तो सर्भिस पनि छ है साबुनको लागि यसरी। माथिबाट चाहिँ एकजना चाहिँ यहाँ 3 जनाको चाहिँ आवश्यकता पर्दो रहेछ। अनि त्यही भएको भएर चाहिँ यहाँ मान्छे आज चाहिँ अलिक कम हुनुहुन्छ अरे। 2 जना मात्रै हुनुहुन्छ अरे। त्यही भएको भएर साथीहरू यहाँ हामी पनि यसो हेल्प गरौँ न त भनेर हेल्प गर्दैछौँ। अनि साथीहरू आफ्नै गाउँको उत्पादन है। यो चाहिँ हाम्रै गाउँको उत्पादन हो साथीहरू। इन्दिरा तिमीलाई सोताङमा आएर यस्तो सर्भिस गर्न पाउँदा कस्तो महसुस भइरहेको? मलाई
लुगा धुँ धुँ जस्तो भने नि हुन्थ्यो नि लुगा धुँदै भनेको उता काटेको सकेपछि चाहिँ यो यसरी आउँदो रहेछ यस्तो आइसकेपछि चाहिँ यसलाई टुक्ल्याउने चाहिँ यहाँ रहेछ अनि यो टुक्ल्याउने चाहिँ मैले दाइबाट सिकेर टुक्ल्याउँदैछु यहाँ अर्को आएर एक्सन हुन्छ यसरी राख्ने हो यस्तो गर्ने ल साथीहरू यो चाहिँ हाम्रो आफ्नै सोताङको उत्पादन है घरेलु उत्पादन हो तपाईँहरूलाई कस्तो लाग्यो मन पर्यो भने चाहिँ लिन आउन सक्नुहुन्छ भिजिट गर्न सक्नुहुन्छ अनि तपाईँहरूलाई यो युट्युब च्यानल मन पर्यो भने चाहिँ लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गरिदिनु होला बाई बाई